नमस्कार। सम्पूर्ण देश तथा प्रदेशमा रहनुभएका नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, हिजो जुन भोटेकोशी बाढीले रसुवादेखि नुवाकोट हुँदै तल त्रिशुलीसम्म जनधनको नोक्सान भएको छ, त्यसप्रति म व्यक्तिगत तर्फबाट धेरै दुखी व्यक्त गर्दछु र सम्पूर्ण मृतक आत्माहरूलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र सम्पूर्ण मृतक परिवारप्रति भगवानले धैर्य धारणको शक्ति प्रदान गरून् र घाइते जनप्रति सुस्वास्थ्य लाभको कामना व्यक्त गर्दछु। यो विपद घडीमा सम्पूर्ण नेपाली जनले आफ्नो तर्फबाट सक्दो सहयोग गरी एउटा मानव धर्म देखाउनु पर्ने बेला आएको छ र जुन सरकार पक्षबाट देखिएको विशेष गरी गृहमन्त्री ज्यूबाट देखाएको काम र गरेको काम आदरणीय छ र अर्को कुरा, अब यो विपद पछिको उद्धार कार्यमा सम्पूर्ण आमा बुवा, आम जनता, पुलिस सहकर्मी, नेपाली सेना र सशस्त्र बल लगायत सम्पूर्ण हामी नेपालीहरूले सहयोग गर्नुपर्ने बेला, उद्धार गर्नुपर्ने बेला आएको छ र अर्को कुरा, जुन देश तथा विदेशबाट आएको राहतलाई आफ्नो पराय नगरी आफ्नो पार्टी र अर्को पार्टी आफ्नो तथा पराय पार्टी नगरी सम्पूर्ण आम जनतालाई, सम्पूर्ण पीडित परिवारलाई आएको जुन राहत छ सबैलाई बराबर बाँडिने छ भन्ने पूर्ण आशा लिएको छु। किनभनेदेखि मैले पहिले आजभन्दा जब म सानै थिएँ 2062 को बाढी पहिरोले हाम्रो सुदूरपश्चिममा जाँदाखेरि आफ्नो पराय, आफ्नो जो स्थानीय सरकार या वडा कार्यालय त्यति बेला त्यो नभए पनि आफ्नो मान्छे आफ्नो पराय गरेर त्यो राहत प्रदान वितरण गर्ने कार्य देखाइएको थियो। अहिले त्यस्तो हुने छैन भन्ने पूर्ण आशा र विश्वास लिएको छु र जुन विदेशी सरकारले गरेको सहयोग, विदेशी बैंकले गरेको सहयोगमा कुनै सरकार पक्षबाट हेराफेरी हुने छैन भन्ने पुरा विश्वास लिएको छौँ र सबै जनतालाई के भन्न चाहन्छु भनेदेखि अबदेखि जो नदीय क्षेत्रमा रहनुभएका, स्थायी बसोबास गर्नुभएका आम जनताहरूले जान्नुपर्ने बेला आएको छ। प्रकृति भन्दा ठुलो या प्रकृतिलाई रोक्न सक्ने कुनै स्रोत साधन छैन। प्रकृतिलाई रोक्यौं भने यस्तो प्राकृतिक प्रकोपहरू हामीले झेल्नुपर्ने बेला आएको छ र जुन नदीय क्षेत्रमा घर बसोबास, स्थायी बसोबास गर्नुभएको सम्पूर्ण नेपाली जनताहरूले त्यो आफ्नो ठाउँलाई शिफ्टिङ गरी जुन सेफ जग्गा छ, जुन सेफ प्लेस छ, त्यो ठाउँमा बसोबास गर्नुपर्ने बेला आएको छ। म फेरि पनि के भन्न चाहन्छु भनेदेखि आफ्नो तर्फबाट सक्दो सहयोग गरी एउटा मानव धर्म देखाउँ, मानव धर्मलाई जोगाउँ, सक्दो सहयोग गरी सम्पूर्ण नेपाली जनताहरूले यो दुःखद घडीमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी पैसाको तर्फबाट होस् या उद्धार कार्यमा होस्, जुनसुकै क्षेत्रबाट पनि सहयोग गरी पीडित जनताहरूलाई सेफ ठाउँमा राख्ने सक्ने व्यवस्था गरी सम्पूर्ण नेपाली जनताहरूले देखाउनु पर्ने बेला आएको छ र फेरि पनि भन्न चाहन्छु, आफ्नो पराई नगरी सम्पूर्ण
पीडित जनताहरूलाई समान व्यवहार देखाइदिनु हुन अनुरोध र सबै सहयोग गरौँ। नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे। जय नेपाल, जय